मोनी नियन ठना होला नापजुस थोइले मस्ते लिले मुको स्कुल ल्यावे खटा सफु छके वाछ्या लटाइमो फटमल दुना कोसिउने हटा जुइ ठुकी तर ठौकने अजाउ चलन मन त ठौकने मस्ते स फटमली वेकेको टेहिन मसी ठुङ्कल टाजिन इमटा फटमली आकर्षण मया ठुङ्कल ठुकै छौ कारने इम स्कुल होमवर्क या मल अले मेगो टजा चिजा छे कारन याना न फटमली वेकेको वातावरण मन त छेन पिनुना वेके तासा छ वच्च कंगु ठान मरे अंकल थौ नेपाल पासे तौ मछि सफु चुया दिए नकमा काचक सुनाना ममसुमा अपर्णा प्रधान छफु चुसु बन्तना अपर्णा प्रधान नेपाल सम्मति 1067 जुगो चरेख्नु भूमुख वेकै बाजा नेपाल पासे फुलाम कवि रामजी प्रधान अंक सो इन वेकै निफु बाखना बन्टुना ठौ टासा मोनी या फुटमली वेकीको बारे चुसु बन्तना नेनादिस फुटमली वेकीको परम्परा चुसु ठुक्टा झका टौटो तेल कासा सुला कासा कान कान पिच्चा डाङडुङ कासा चाग मिटिगो कतामरी मिटिगो हालिना मालिना कासा आदि नेपाली परम्परागत कासा त ख नापा नारी से चेतना म अर्थात कोमी मिसटेटा आखा वंकी मुआ थैगो मनोवृत्ति गुचा मिटिगो पाया भयागो घचा मिटिगो आदि बाग अपायना मिस्टेसम मिटिगो कासा त आपा खण्डो मिसतेसँग कतामरी मिटिगो कासते आपा खण्डो के दाजुकिजा माजु बाजु ताभट के भट डराभट किजाभट आदि सदस्यको सृजना कतामरी माध्यम समाज संस्कारी त हो समाज जीको क्रियाकलाप त न्यवया कतामरी मिटि कतामरी माध्यम देश आर्थिक सामाजिक राजनीति आदि परिस्थिति त मनोविज्ञान कथा न्यवया चुनि समय परिस्थिति हो विदेशी अनुकरणीय प्रवृत्ति तो परम्परागत कासत बुलु लुकुना हुना छ नोवा मुसबले स्कुले हुना न्यासुनी मुसनी ब्ले किताबे भारीको बिया मिखफा चाया साथना स्कुल बसे न्यनि छोटसित व्यामनी मापी ठौया नुगु युगे मचते त थजाको परम्परागत मन्टेक मिटिमा कासत मिटिको अवसर गनकाउने हो थुक्त प्लाङको कासतेको ठासे नुनुगु कासत प्रवेश जुल राष्ट्रिय व अन्तर्राष्ट्रिय कासतेको प्रतियोगिता आयोजन याना नोकठा कासतबो नेजावला नेपालले सन् 1951 नापाङ यसले खेलकुद प्रतियोगिता माध्यममा नापा अन्तर्राष्ट्रिय कासा पदार्पण याउ ख सन् 1964 साले टोकियो या ओलिम्पिक कासा सहभागी जया नेपाल न नोगो कासा महत्त्वपूर्ण पला छु ख एसिया फ्लाङको इतिहास कथा ईस्वी पूर्व 200 रिके फुटमले वेक्यो कासना अति लोकप्रिय खण्डो ठो कासा त अनुकूल हावापानी आवश्यक जो नेपालले ठोकासा लागि शरद ऋतु अनुकूल हावापानी ठामा नेपाल डक्ले टोजिगु नख मोनीले फुटमली वेकेको प्रचलन दो तो वंगु शरद ऋतु अर्थेको 2056 साल ईस्वी सन् 1979 सालको एसिया लगभग चागो राष्ट्रिय फुटमली निर्माता त आकर्षित जुगो अन्तर्राष्ट्रिय फुटमली महोत्सव आयोजन याउडो तो महोत्सव ना बुकिङ ल्याङ्ख नेपालले जनश्रुति कथा फुटमली वेकेको तैगो सामाजिक वावे गाटा टका इन्द्रित फुटमली माध्यम सन्देश छो उठाई मलेसिया विशेषना कलान तान्थे जाउ ठासे फुटमली वेकेको प्रचलन अति लोकप्रिय जो खण्डो इन्सा तत रंगो काप्टे न्या बालोको फुटमली त न्या लागु व्यवसाय प्रयोग याको प्रचलन तो ठौकने वान बुलान अर्थको चन्द्राकार फुटमली प्रचलन आपा खण्डो तो मलेसिया राष्ट्रिय विमानीय छिख चीने हाङ वंश शासनकाले लिपाङ नाइम बारसान सोटारेको बाजा खाना सत्रटेको इलाका थजा फुटमले वेकीबले सत्रट फुटमले सन पेटमा तेसन ल्यु वौटका सत्रट ठौ शिविर टोटा बिस्यु हुने जापानी तेसन सामाजिकले जंगट ख्यात हो प्रेटात्मक न्यन मोवेकीको लागि फुटमले वेकीको याइ ठुके याना बाली प्रशस्त दुगा दै उके ठो फुटमले वेकीको प्रचलन त 6औं सदी निसे सुख समृद्धि सगुन व सफलता प्रतीक क्यागुया सन् 1952 साले बेन्जामिन फ्र्याङ्कलिन मोलोजिबले पल्पसटोइट युथौ सिद्धान्त प्रमाणित या त फुटमले प्रयोग ना दिउ ख राइट बडरटिन्सन फुटमले निर्माण या पूर्वटी हवाई जहाज विकास उपयोगी जो प्रमाणित ना बिउडो मलेसिया व जापान फुटमले प्रचलन ह्रास वसा चीन व इन्डोनेसिया मनोरञ्जन मान्य बेज जाचौँदनी इन्डोनेसिया चम सुकन्या नानीमा फुटमले व्यवसायी छम्मिसा फुटमले वेकेको क्लबीय विषय यको चर्चा याउडो साया फ्रीले कथा बाली प्रान्त छौ गामा मेउ गामे प्रतिस्पर्धा कथा फुटमले वेकेको महोत्सव कथा आयोजना याको प्रचलन हो थजाको महोत्सव आयोजना नियमित आपा सदस्य भोटिका हुए
ठुकैसम्म योगीमा अर्थात् च्याम्पियन नियमीय पालना निर्णायक आदिको प्रबन्धै नाटौदै जोर नाय संगठन विद्यालयको डटी फुटबल वेकेको प्रतियोगिता या व्यवस्था नाटौडो न्यागो कासे लत उलिया जुसा विशेष ना तास व क्रिकेट लत आपा खण्डो ओके क्रिकेट कासे त मूर्ख पिन्छ मिटेको मा मूर्ख पिन्छ सुएको कासे त आउया अथे फुटबल वेकेको लत लापे मचटेटा व मनुटे ने तुनिको व ठगो स्वास्थ्य तक्न चिउटा दैमको फुटबल वेका चुम पनि मनस्टी ठगो फुटबल आकाशे ठीकले टिठे जुया चुनी अथवा आकाशे वयाचुङ मेगो फुटबल ठगो प्रतिद्वन्दी पापा उके त च्यागले केन्द्रित जुया चुनी ठ फुटबल वेकेको लत याना पलि कुटौना मृत्यु टक जुय वो हेनेरे नाइमन लेखक ठगो डिक्काय तागो बक्ने छम फुटबल वेकेले लथम मुनख ठगो छपा फुटबल खुना बिगो टम ठ कलाय हत्यना जेले वंगो कथा बसु त कया फुटबल आकर्षणीय मोटो त बया दिगदो ठुक्ता फुटबल वेके छ आकर्षक व लोकप्रिय कासा जुगले ठुकै त स्थिर व संरचना टेफट तासा ठो फुटबल वेकेको परम्परा त पर्यटन उद्योग छ व अंगे रूपे विकास ना यिङके फैदैको आशा याफो सोसो कोचाल चोचोसो नेपाल सम्मत 1820 साल या नेपाल संस्कृत आंगो लेपटी प्याओ ख